जेन्जी आन्दोलनबारे विदेशमा गलत ब्रिफिङ गरेको अपत्यारिलो दावी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पुरुष राजदूतहरूलाई मात्रै फिर्ता बोलाए। यस्तै शैली मधेसका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको हकमा पनि लागू होला कि भन्ने डर थियो, तर सरकारले हिजै प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई बर्खास्त गरेको छ। हो, हामीलाई चाहिएको यस्तै निर्णय हो। प्रदेश प्रमुख यस्तो जिम्मेवारीमा बसेको मान्छेले जहाँ मन लाग्यो त्यही, जसलाई मन लाग्यो त्यसलाई मुख्यमन्त्रीको रूपमा शपथ खुवाएर उनले जसरी मधेसी जनताको आत्मसम्मानमा खेलवाड गरिन् त्यो आपत्तिजनक विषय थियो। सबैभन्दा ठूलो दलको हैसियतले एमालेका सरोज यादव मुख्यमन्त्रीको संवैधानिक हकदार थिए पनि होला, तर केपी शर्मा ओलीको कोर्टको गोजीबाट फुत्त निस्किएकी सुमित्रालाई झिसमिसे अँध्यारोमा कुनै रेस्टुरेन्टको पटाङ्गिनीमा शपथका नाममा त्यस्तो लवस्तरो लज्जास्पद हरकत गर्ने छुट थिएन। जसलाई प्रदेश प्रमुखको मर्यादा र गरिमाकै ख्याल हुँदैन त्यस्ता पात्रलाई यस्तो जिम्मेवारी दिएर पठाउने केपी शर्मा ओलीका बारे त यहाँ चर्चा गरिरहनु पनि धिक्कार हुन्छ। कम्तीमा प्रदेश प्रमुखको रूपमा शपथ लिइसकेपछि उनले आफ्नो भूमिका ख्याल गर्नु पर्थ्यो। प्रदेश प्रमुख भनेको सम्बन्धित प्रदेशमा राष्ट्रपति जस्तो पद हो। यो पदमा आसीन व्यक्ति त्यो प्रदेशको समस्त जनताको अभिभावक हो। ऊ कुनै पार्टीबाट कुनै नेताको गोजीबाट निस्किएको भन्ने कुरा बिर्सेर जनभावनाको सम्मान गर्दै उसले आफ्नो क्रियाकलाप गर्नुपर्छ। पदीय आचरण भन्ने कुनै ज्ञान विवेक नभएकाहरूलाई मन लाग्दी नियुक्ति दिँदै हिँड्दा कस्तो संकट उत्पन्न हुन्छ भन्ने कुराको गतिलो उदाहरण सुमित्रा सुवेदी भण्डारी बनेकी छन्। लायकहरू बस्ने कुर्सीमा नालायकहरूलाई लगेर राखिदिँदा हुने यस्तै नै हो। केपी शर्मा ओलीकै कारण जेन्जी आन्दोलन भएकोमा कुनै दुई मत छैन। यो कुरा तपाईँ हामीले बुझेका छौं, तर अब मधेसका जनताले पनि ओलीका मान्छेबाट केन्द्रमा मात्र होइन जहाँ पनि लफडा संकट विद्रोह र समस्या सिर्जना हुन्छ भन्ने बुझेका छन्। हिजो मधेस प्रदेशमा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरियो, राष्ट्रिय झण्डा फालियो, कर्मचारी र प्रहरीलाई झापु लगाइयो। यही थान मुद्दा सर्वोच्चमा परिसकेका छन्। यो सबै सिर्फ एक व्यक्तिका कारण सृजना भएको। ती व्यक्ति हुन् केपी शर्मा ओलीबाट नियुक्त भएकी सुमित्रा सुवेदी भण्डारीको। राणा शासकहरूले झै आफ्ना चाकर चाटुकारहरूलाई मनलाग्दी नियुक्ति बाँड्ने ओलीको अन्धभक्त भएर काम गर्ने उनका विवेकहीन कार्यकर्ताका कारण हिजो मधेसमा दिनभर तनाव भयो। यसमा निश्चय पनि एमालेका सांसद सरोज यादव जिम्मेवार छन्, तर त्यो भन्दा बढी जिम्मेवार सुमित्रा र केपी शर्मा ओली नै हुन्। कदाचित यी दुईको विवेकको भाँडोमा बिर्को नलागेको भए अरू पार्टीका मानिसहरू यति उग्र भएर अगाडि सर्ने थिएनन्। अब अर्का पात्र पनि हेर्नुहोस्, जो ओशो फिलोसफीमा विश्वास गर्छन्, ओशोकै जस्तो पहिरन लगाउँछन्, माला लगाउँछन्, परमात्माको कुरा गर्छन्। उनको कुरा सुन्दा कुनै दार्शनिकको जस्तो लाग्छ, तर मौका आउँदा आफ्नो सक्कली चरित्रमा प्रकट हुन्छन्। यी पात्र हुन् जनमत